अध्यक्ष एवं पदाधिकारीज्यूहरू, यसै संस्थाका सञ्चालकज्यूहरू, लेखा समिति, ऋण समिति, शिक्षा समिति, सल्लाहकार समिति, साथै आज उपस्थित हुने पत्रकारज्यू, यस संस्थालाई आफ्नो परिवारलाई भन्दा पनि बढी माया गरेर उपस्थित हुनुहुने सम्पूर्ण शेयरधनी मालिकज्यूहरू र यस संस्थामा कार्यरत भाइ बहिनी ज्यूहरूमा म संस्था सञ्चालक समितिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक सहकारी अभिवादन सहित यस कार्यक्रममा स्वागत गर्न चाहन्छु। सहकारी संस्थाको संस्थागत संरचना भनेको सबैभन्दा माथिल्लो संरचना भनेको साधारण सभा हो। साधारण सभामा संस्थाले गत आर्थिक वर्षमा हासिल गरेका प्रगतिहरूलाई सूक्ष्म रूपमा साधारण सभामा ल्याएर यहाँहरू समक्ष समीक्षा गरी चालु आर्थिक वर्षको लागि बजेट योजना तथा कार्यक्रम तयार गरिन्छ। त्यस्तै संस्था सञ्चालनको आन्तरिक नीति नियमहरूको समीक्षा गरी स्वशासित र स्वनियमनका आधारमा संस्था बनाउन यस साधारण सभामा सबै महानुभावहरूले यथोचित भूमिका निर्वाह गर्नुहुनेछ भन्ने पनि हामीले विश्वास लिएका छौँ। आज 15औं साधारण सभामा यहाँहरू सबैजना आउनुभएको छ। यहाँले समय अवधिभर बसिदिनु होला, यहाँको बसाइ सहज होस् र हाम्रो प्रतिवेदनहरू हाम्रो 3-4 जना अध्यक्ष, कोषाध्यक्ष, सचिव र लेखा समितिको प्रतिवेदनहरू आउँछ। त्यसमा यहाँहरूले राम्रोसँग पढ्नु होला र मनमा लागेका कुरा यहाँले बुझ्नु भएन भने उठेर सोध्न पनि सक्नुहुनेछ। र अतिथिज्यू लगायत अतिथिज्यूहरूलाई पानसमा बत्ती बालेर खुत्रुकेमा सिक्का खसालेर र सहकारीका जन्मदाता FW राई भाइसन र बखान सिंह गुरुङको फोटोमा माल्यार्पण गरेर कार्यक्रमको उद्घाटन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। चिर शान्तिको कामना गर्न चाहन्छु। सर्वप्रथम पहिला त 15 वर्ष अघि जनआकांक्षा महिला शाखाको स्थापनाको परिकल्पना गरी सहकारी अभियान मार्फत कार्यक्षेत्रभित्रका महिलाहरूलाई गोलबन्द गर्दै एउटा राम्रो सहकारी बनाउन महत्त्वपूर्ण भूमिका निभाउनुहुने यस क्षेत्रका पुरुष शुभचिन्तकहरू र सम्पूर्ण अग्रज आमा दिदीबहिनीहरूमा हृदयदेखि नै नमन गर्न चाहन्छु। त्यसैगरी नजिकै आइरहेको नेपालीहरूको महान चाड विजयादशमीको उपलक्ष्यमा पनि शेर सदस्यमा शुभकामना व्यक्त गर्न चाहन्छु। विश्वमा सहकारीको अवधारणा सन् 1844 अक्टोबर 24 बेलायतबाट सुरु भए तापनि नेपालको सन्दर्भमा 2013 चैत 20 गते औपचारिक रूपमा सहकारीको सुरुवात भएको पाइन्छ। विक्रम सम्वत 2017 सालमा राजनीतिक व्यवस्था परिवर्तन भई पञ्चायती व्यवस्था लागू भएको थियो, जसले गर्दा सहकारीको स्वतःस्फूर्त रूपमा विकास हुन नसकी निर्देशित रूपमा मात्र सञ्चालनमा रहेको थियो। सो अवस्थामा विक्रम सम्वत 2000 सम्म खास विकास भएको पाइएन भने 2000 साबित भई मूलतः साबिकको पीडा, बैरनी, किरान्चोक, कुनपुर र कल्लेरीमा अन्य बैंकिङ क्षेत्रहरूको पातलो उपस्थितिको अवस्था बचत तथा ऋणको कारोबारमा गर्ने सहकारी पनि खास नभएको महसुस गरी पीडा गाविसको आत्मघातमा
कार्यालय राख्ने गरी आदमघाट आसपासका 105 जना सदस्यहरूबाट हामीले प्रत्येक सदस्यबाट 5,000 को दरले रकम उठाई 105 जनाबाट 5,25,000 सेयर पुँजी जम्मा गरी 2065-10-29 मा डिभिजन सहकारी कार्यालय धादिङमा दर्ता भएको यो संस्था आज 15औं वार्षिक साधारण सभासम्म आइपुग्दा 836 जना शेर सदस्य 181 जना बाल बचतकर्ता र 76,42,500 को शेर पुँजी 57,93,923 रुपियाँ जगेडा कोष र 27,51,334 रुपियाँ 97 अन्य कोष गरी 5,23,56,7 सदस्यलाई ऋण लगानी गरी जम्मा टोटल 5,38,19,511 जम्मा सम्पत्ति बनाई कारोबार गरिरहेको कुरा पनि अवगत गराउन चाहन्छु। आदरणीय शेर सदस्यज्यूहरू 15 वर्षको दौरानमा धेरै सदस्यहरू बनाउन नसके तापनि ठुलो कारोबार गर्न नसके तापनि स्थापनाको केही समय यथास्थितिमा संस्था यथास्थितिमा बस्यो। वृद्धि र कारोबार हामीले त्यति गर्न सकेनौँ। 10औं साधारण सभासम्म आइपुग्दा हामी यथास्थितिमा नै रह्यौँ। हामीले सोचे जति सदस्य पनि बढाउन सकेनौँ। 10औं साधारण सभा पश्चात संस्थाले केही फड्को मार्दै अगाडि बढिरहेको कुरा विगतका साधारण सभाहरूले पनि बताउँदै आएका छन्। विवरणबाट तुलना गर्न सकिन्छ। सदस्यहरूको माया सद्भाव र कारोबारको कारणले नै संस्थाको आकार दिनदिनै वृद्धि भएको सदस्यज्यूहरूलाई वृद्धि भइरहेको छ। त्यसमा सदस्यज्यूहरूलाई म धन्यवाद दिन चाहन्छु। सुरुमा स्वतःस्फूर्त रूपमा संस्था स्थापना र सञ्चालन गरिएको भए तापनि आजको दिनमा हामीले सहकारीको समग्र क्षेत्रलाई योजनाबद्ध रूपमा सञ्चालन गरिरहेका छौँ। हामीले विगतका वर्षहरूमा संस्थाको वार्षिक योजना तथा बजेट, रणनीतिक व्यावसायिक योजना, संस्था सञ्चालनका आधारभूत नीति तथा प्रविधिको प्रयोग गरेकै कारण संस्था जुन रूपमा अगाडि बढ्नुपर्ने हो त्यो बढ्न नसकेको कुरा, नगरेकै कारण त्यो बढ्न नसकेको कुरा हामीहरूको ठम्याइ छ। 2078-11-12 देखि 14 गतेसम्म यस संस्थाको 4 वर्षीय रणनीतिक व्यवसाय योजना निर्माण तालिम सञ्चालन गरी 2079-4-1 देखि लागू हुने गरी योजना निर्माण गरी संस्थाको समग्र अवस्थाको विश्लेषण गरी संस्थालाई कहाँ पुर्याउने भन्ने कुराको चित्र कोरेका छौँ। चित्र कोर्दा लक्ष्यमा पुगिन्छ भन्ने हुँदैन। शेर सदस्यहरूले हाम्रो योजना अनुसार काम गर्नका लागि सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु। हाम्रो संस्थाको 4 वर्षीय रणनीतिक व्यावसायिक योजना अनुसार नै वार्षिक बजेट तथा योजना निर्माण गर्दै बजेट अनुसार सदस्यहरूलाई सहकारी शिक्षा, सुत्केरी भेटघाट, सदस्यहरूको आफन्त मृत्यु हुँदा भेटघाट, विभिन्न गाउँटोल उपक्षेत्रीय बैठक, सदस्यहरूको ऋण बिमा, जोखिममा आधारित शाखाको सुपरिवेक्षण कार्यक्रममा सहभागिता, सञ्चालक कर्मचारीलाई आवश्यक तालिम जस्ता कुराहरूमा जोड दिँदै सदस्यहरूको सेवामा काम गरिरहेको यहाँलाई अवगत गर्न चाहन्छु। समयको आवश्यकता अनुसार नीति निर्माण गर्ने, नवीनतम प्रवृत्तिको प्रयोग गर्ने, गुणस्तरीय व्यवस्था, शेर सदस्यको सन्तुष्टि, ऋणको बिमा, सामुदायिक कार्यक्रमहरू अझै व्यापक बनाउने, सदस्य राहत कोषको व्यवस्था गर्ने जस्ता कार्यक्रमहरूको माध्यमबाट सहकारीको दिगो भरपर्दो, विश्वासिलो र सदस्यहरूको सम्पूर्ण वित्तीय आवश्यकता पूरा गर्न सक्षम पहिलो रोजाइको संस्था बनाउनको लागि यहाँले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। आदरणीय शेर सदस्यज्यूहरू, यस साकोसको 14 वर्ष पुरा गरी 15 वर्षमा प्रवेश गरिरहँदा सहकारीलाई नीति विधि प्रवृत्ति मार्फत दिगो भरपर्दो, सक्षम र उत्कृष्ट सहकारी बनाउन दीर्घकालीन स्थायित्व स्थापित गर्न लागिरहेका छौँ। सहकारीका सदस्यहरूको विश्वास नै सहकारीको सम्पत्ति हो। त्यसकारण सदस्यहरूको विश्वासमा आँच नआउने ग्यारेन्टी गर्न सक्नु नै सञ्चालक समितिको कर्तव्य हुनेछ। हाल देशव्यापी रूपमा सहकारीमा
सञ्चालक र कर्मचारीको बदमासीको कारण सहकारी अभियान नै बदनाम भएको छ। यसमा न्यूनीकरण गर्न नीति विधिमा संस्थालाई सञ्चालन गर्नको लागि सदस्यज्यूहरू पनि चनाखो हुनुपर्नेछ र नियामक निकायसँग सक्रियता बढाउनु पर्नेछ। जस्ता काम गरेमा न्यूनीकरण गर्न सम्भव रहेको कुरा पनि म जानकारी गराउन चाहन्छु। आदरणीय शेर सदस्यज्यूहरू, पहिलो र दोस्रो कोभिड-19 को कारण र रसिया युक्रेन युद्धपछि विश्व बजारमा आएको आर्थिक मन्दीको असर हाम्रो देशमा पनि देखिनु स्वाभाविक नै हो। त्यसले वित्तीय क्षेत्रमा प्रत्यक्ष प्रभाव देखिएको र सहकारी क्षेत्रमा पनि अछुतो रहन नसकेको हामीले सोचे जस्तो वृद्धि र नाफा बढाउन सकेका छैनौँ। यति हुँदाहुँदै पनि सदस्यहरूको माया, विश्वास र इमान्दारिताका कारण यो वर्ष 12% चान्चुन मुनाफा 12% को दरले लाभांश वितरण गर्न सक्ने अवस्थामा आइपुगेका छौँ। सम्मान्य साधारण सभा मार्फत के अनुरोध गर्न चाहन्छु भने हाम्रो संस्थामा कारोबार गरे बापत सदस्यहरूले आजको दिनसम्म कुनै पनि हिसाबले सदस्यज्यूहरूलाई यस संस्थाले चाहे ऋण मागिरहँदा होस्, चाहे यो संस्थाका हरेक गतिविधिमा भाग लिन पर्दा होस्, यो संस्थाले त्यति सदस्यहरूलाई सकभर दुःख दिने गरेको छैन। हाम्रो सहकारी संस्थामा यदि पैसा छ भने ऋण माग्न आउनु भए पनि हामीले सहज तरिकाले चाहिँ लगानी गर्ने गरेका छौँ, दुःख दिने गरेका छैनौँ। र सहकारी संस्थाले पनि के आश गरेको छ भने हामीले जसरी सहज तरिकाले हाम्रो सहकारी संस्थामा काम गरेका छौँ, सदस्यहरूलाई हामीले सेवा दिइरहेका छौँ, त्यही अनुसार चाहिँ सदस्यहरूले पनि सहकारी संस्थामा समयमा किस्ता ब्याज बुझाएर यस सहकारी संस्थालाई अघि बढाउनको लागि म त्यो पनि अनुरोध गर्न चाहन्छु। धन्यवाद सचिवज्यू। महिला जनाकांक्षा महिला साकोसको 15औं वार्षिक साधारण सभाका अध्यक्षज्यू, यस कार्यक्रमका प्रमुख अतिथिज्यूहरू, यस कार्यक्रममा उपस्थित हुनुभएका विशेष अतिथिज्यूहरू, सम्पूर्ण यस संस्थाका सञ्चालक समितिका पदाधिकारीज्यूहरू, सदस्यज्यूहरू, लेखा समिति यो पीडा र बैरिनी गाविसका केही सीमित निश्चित वडाहरूबाट यहाँका महिलाहरूले अब एउटा सहकारी सञ्चालन गर्नुपर्छ र हाम्रो आमा दिदी बहिनीहरूको आर्थिक अवस्था र सामाजिक अवस्थालाई उजागर गर्नुपर्छ भन्ने हाम्रा बाटो देखाउने त्यस्ता आमाहरू हुनुहुन्थ्यो। उहाँहरूको प्रेरणाले हामीले यो सहकारीको जन्म गरायौँ। हामी केही वर्ष हामीलाई सिकाउनै लाग्यो। त्यसपछि अहिले हामीले चाहिँ नि वार्षिक योजना बनाएर योजना मुताबिक सहकारीले गर्नुपर्ने कामहरू, त्यो आफ्नो लक्ष्य, त्यो आफ्नो चाहिँ नि कार्यक्रम पुरा गर्नका लागि विभिन्न योजना बनाएर हामी अघि बढिरहेको अवस्था हो। आदरणीय शेर सदस्य महानुभावहरू, हामी महिलाहरू, हामी कामकाजी धेरै जसो महिलाहरू, हाम्रो किसान दिदीबहिनीहरू हुनुहुन्छ, आमाहरू हुनुहुन्छ, यो सबै समयलाई छुट्याएर हामीले सहकारीलाई दिएर हामीले आज यो संस्था 5 लाख चान्चुन शेयर पुँजीबाट सुरु गरेको संस्थाको अहिले 5 करोड भन्दा प्लस भएको छ। हामीले सिद्धान्त बेगरै हामीले जबरजस्ती कहीँ पनि हामी आर्थिक अनुशासनमा रहेर मात्रै आर्थिक हिसाबले यो सहकारीलाई मजबुत बनाउनु पर्छ भनेर लागिरहेका तपाईँ हामी यसलाई चाहिँ सहकारीको सिद्धान्त अनुरूप चलाउनका लागि विभिन्न छाता सङ्गठनहरूको सदस्य बनेका छौँ। हाम्रा चाहिँ नि सहकारीमा चाहिँ नि जोखिममा आधारित साको सुपरिवेक्षण कार्यक्रम लागू भएको छ, जो हाम्रो चाहिँ नेप्सुनले यो संस्थालाई देशभरिमा रहेका सहकारीहरूलाई चाहिँ स्थापित गराउनका लागि यसको आन्तरिक बाह्य सबै पक्षले चाहिँ बलियो बनाउनका लागि त्यो कार्यक्रम गर्छ। त्यसमा हामी
छौँ। हाम्रो सहकारीले विभिन्न योजना बनाउँछ। हामीले फिल्डमा गएर चाहिँ नि हामीले फिल्डमै गएर सदस्यहरूलाई भेटेर उहाँहरूको चाहिँ नि कुराहरू सुन्ने पनि हामीले चाहिँ नि योजना मुताबिक काम गर्दै आएका छौँ। त्यसकारण आज 15 वर्ष अगाडि स्थापना भएको सहकारी जनआकांक्षा महिला सहकारी भन्दा अझ बलियो भएको छ। हामी यो परिवेशमा देशको चाहिँ नि आर्थिक परिवेश, आर्थिक मन्दीका कुराहरू हाम्रो चाहिँ नि सहकारी वित्तीय संस्थाहरूले चाहिँ नि यो चाहिँ नि आर्थिक यो डमाडोल हुँदाखेरि यो आन्दोलनका कुराहरू विभिन्न कुराहरूले प्रभाव पारेको छ। हामीले जुन लक्ष्य लिएर अगाडि बढेका छौँ त्यो 100% पुरा गर्न सकेका छैनौँ। तैपनि हामी निराश हुने अवस्था छैन। हामी नियमित मासिक बैठक बस्छौँ। बैठक बसेर हामी योजना बनाउँछौँ। योजना मुताबिक यो सञ्चालक टिम लागेको छ। लेखा समिति त्यत्तिकै सजग छ। ऋण समितिले निर्णय नगरेसम्म बसेर ऋण समितिले निर्णय नगरेसम्म ऋण लगानी हुँदैन। हामीले धेरै वर्षपछि धितोमा कारोबार गरेका छौँ। त्यसकारण हाम्रो रकम चाहिँ नि जोखिममा जाने कम सम्भावना छ। केही पुराना ऋणहरू उठाउन बाँकी छन्, त्यसलाई हामीले व्यवस्थित गर्दै लगेका छौँ। त्यसकारण जुन देशव्यापी रूपमा सहकारीको बारेमा जुन नकारात्मक धारणाहरू फैलिएको छ, सहकारी भागेका कुराहरू छन्, सञ्चालकहरूले पैसा लिएका कुराहरू छन्, मिडियामा आएको छ। हामी कोही पनि त्योबाट टाढा छैनौँ। तर जनआकांक्षा महिला साकोस यस्तो साकोस हो जो यहाँका चाहिँ नि वरिपरिका हामी दिदीबहिनीहरूले सञ्चालन गरेका छौँ। यो संस्था खारेज हुन अथवा यो संस्था डुब्नका लागि हामी सबैजना डुब्नुपर्छ। त्यसकारण निर्धक्क भएर हामीले गर्ने बचत, हामीले गर्ने चाहिँ नि ऋण कारोबार, सबै आर्थिक कारोबार चाहिँ हामीले हाम्रो संस्थासित गरेर हामी एकदमै पारदर्शी रूपमा कारोबार गरेर यो संस्थालाई टिकाउने जिम्मेवारी तपाईँ हाम्रो छ। ऋण संस्थालीको 15औं वार्षिक शान सभाका आदरणीय सभाध्यक्ष, प्रमुख अतिथिज्यू, विभिन्न सहकारी संस्था र कार्यालयबाट पाल्नुभएका मञ्चमा आसन गर्नुभएका अतिथिज्यूहरू, सञ्चालक समितिका पदाधिकारी तथा सदस्यज्यूहरू, लेखा समितिका सदस्यज्यूहरू, विभिन्न उपसमितिका संयोजक एवं सदस्यज्यूहरू, संस्थाका व्यवस्थापकज्यू, सभामा उपस्थित सम्पूर्ण शेयर सदस्यज्यूहरू, पत्रकार मित्रहरू तथा कर्मचारी साथीहरूमा सहकारी अभिवादन व्यक्त गर्दछु। एकका लागि सबै र सबैका लागि एक भन्ने सहकारीको सिद्धान्तलाई आत्मसात गर्दै स्थानीय स्तरमा छरिएर रहेका ससानो पुँजीहरूलाई शेयर र बचतको माध्यमबाट एकीकृत गरी सदस्यहरूमाझ ऋण लगानी गर्दै सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक स्तरबाट जीवन स्तरमा सुधार गर्दै आत्मनिर्भर बनाउने उद्देश्यका साथ 2065 माघ 29 गते 105 जना महिला सदस्यबाट रु 5,000 को दरले 5,25,000 शेयर पुँजी सङ्कलन गरी डिभिजन सहकारी कार्यालय धादिङमा दर्ता भए 2065 फागुन 11 गतेदेखि कार्यालय राखी आर्थिक कारोबार सुरु भएको सहकारी 836 जना शेयर सदस्य बनाउँदै आज रु 5,38,00,000 को कारोबार गर्दै 15औं वार्षिक साधारण सभा गौरवका साथ मनाउने अवसर प्राप्त भएको छ। लामो समयदेखि विश्वभर देखा परेको कोरोना भाइरस कोभिड-19ले नेपालको अर्थतन्त्रमा आएको असहज परिस्थितिको कारण सहकारी क्षेत्र वा वित्तीय क्षेत्रमा संसारभर प्रतिकूल प्रभाव परिरहेको अवस्थामा फेरि आर्थिक मन्दीको पनि सामना गरिरहेका छौँ। यसको प्रभाव हाम्रो संस्थामा रहँदै पनि आफ्नो क्षमता अनुसारको सेवाहरू प्रदान गर्दै आइरहेको कुरा यहाँहरूलाई अवगत नै छ। आफ्नो काम धन्दालाई थाती राख्दै व्यस्त समयको बावजुद हाम्रो निमन्त्रणलाई स्वीकार गरी यस सभामा पाल्नुभएका आदरणीय शेयर सदस्यज्यूहरू आज औपचारिक रूपमा भेला भएर गत वर्षभरि संस्थाले गरेको कार्य प्रतिवेदनको बारेमा समीक्षा गर्ने र आगामी वर्षको योजना र बजेटको बारेमा छलफल गर्ने दिन हो। संस्थाको आन्तरिक लेखा परीक्षण गर्न र संस्थागत कार्यविधिहरू नीति नियम अनुसार छ कि छैन त्यसको अध्ययन र सुपरिवेक्षण गर्नको लागि 13औं वार्षिक साधारण सभाले म लगायत 3 जनाको समूहलाई छनौट गरेको थियो। हामीलाई दिएको जिम्मेवारी अनुसार हामीले आफ्नो कार्यभार सम्हाल्दै हरेक 3 महिनामा संस्थाको आन्तरिक लेखा परीक्षण कार्य सम्पन्न गरेका थियौँ। सोही समयमा देखिएका कुराहरूलाई आज प्रतिवेदन मार्फत यस सभामा प्रस्तुत गर्न पाउँदा निकै गौरवान्वित भएकी छु।
संस्थाको आर्थिक वर्ष 79-80 मा भएका आर्थिक तथा व्यवस्थापकीय कार्यहरूको आन्तरिक लेखा परीक्षण, अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण कार्य गर्दा संस्थाका सबल पक्ष तथा सुधार गर्नुपर्ने पक्षहरू निम्न बुँदाहरू रहेको हामीले पाएका छौँ। सबल पक्षहरू आर्थिक वर्ष 79-80 को 14औं वार्षिक साधारण सभामा भएका निर्णयहरू अधिकांश कार्यान्वयन भएको पाइयो। सदस्यहरूलाई ऋण लगानी गर्दा धितो रोक्का र दृष्टिबन्धक गरी ऋण लगानी गर्ने गरी गरिएको पाइयो। संस्थाले बिना धितोका ऋणलाई कम गर्दै धितोमा ऋण कारोबार सुरु गरी सबै खालको ऋणहरूको बिमा गर्ने गरेको पाइयो। संस्थाको बचत तथा ऋणको ब्याज दर समयअनुसार परिमार्जन गर्दै प्रतिस्पर्धीको सरह निर्धारण गर्ने गरेको पाइयो। आर्थिक वर्ष 2079-80 मा संस्थाले सदस्य वृद्धि 9.28%, शेयर पुँजी वृद्धि 9.70%, वृद्धि र 0.47%, ऋण लगानी वृद्धि 18% र जम्मा सम्पत्ति वृद्धि 2.93% मात्र वृद्धि गरेको पाइयो। संस्थाले 4 वर्षे रणनीतिक व्यावसायिक योजना अनुसार वार्षिक योजना तथा बजेट निर्माण गर्ने गरेको, बजेटको सिलिङ अनुसार खर्च गर्ने गरेको पाइयो। मासिक रूपमा सञ्चालक समितिको बैठक बसी निर्णय गरी कार्यान्वयन गर्ने गरेको पाइयो। संस्थालाई आवश्यक सीसी क्यामेरा, फायर प्रुफ दराज, भल जस्ता अति आवश्यक सम्पत्ति खरिद गरेको पाइयो। सञ्चालक समितिको बैठकमा व्यवस्थापन प्रमुखले व्यवस्थापन प्रतिवेदन, आम्दानी खर्च र पर्स विश्लेषण रिपोर्ट पेश गरी छलफल गर्ने गरेको पाइयो। 14औं वार्षिक साधारण सभापछि यस संस्थाको विनियम पुनर्लेखन गरी विनियममा व्यवस्था भए अनुसार गाउँटोल उपक्षेत्रीय भेला तथा बैठक बसी मासिक बचत तथा ब्याज उठाउने गरेको पाइयो। सदस्यहरूलाई वित्तीय शिक्षा तथा पारिवारिक बजेटको बारेमा तालिम दिइयो। सुधार गर्नुपर्ने कुराहरू छ। अब ऋण लगानी अनुसार असुल्ली कम भई ऋणको भाका नागेकोले ऋण प्रमुखले ताकेतामा जोड दिनु हुन सुझाव छ। केही सदस्यहरू ऋण लगानी भएको दिनदेखि किस्ता ब्याज नतिरी अटेर गरेको देखिएकोले कानुनी कारबाही गरी ऋण असुली गर्न सुझाव छ। ऋण माग फारम भर्दा नै ऋण तिर्न सक्ने नसक्ने विश्लेषण गरेर मात्र ऋण लगानी गर्नका लागि सुझाव छ। संस्थाले सम्पूर्ण शेयर सदस्यहरूसँग मासिक नियमित बचत सङ्कलन गर्नका लागि संयन्त्र विकास गर्नको लागि सुझाव छ। संस्थामा आबद्ध विभिन्न समिति, उपसमिति र गाउँटोल उपक्षेत्रीय समिति संस्थाप्रतिको सकारात्मक सोच बनाउन, संस्थाको गतिविधिको अपनत्व स्वीकार गर्नका लागि क्षमता विकास तालिम सञ्चालन गर्नको लागि सुझाव छ। संस्थाको आकार दिनदिनै बढ्दै गइरहेकोले संस्थाको महत्त्वपूर्ण कागजातहरू कम्प्युटरमा स्क्यान गरी सुरक्षित राख्नको निम्ति सुझाव छ। वार्षिक रूपमा सदस्यलाई वित्तीय शिक्षा, पारिवारिक बजेट बनाउने, बचत के हो, ऋण कसरी प्रयोग गर्ने जस्ता कुराहरूको बारेमा पढाउनका लागि सुझाव छ। संस्था कर्प्स कार्यक्रममा आबद्ध भएकोले सुपरिवेक्षकले दिएको सुझावहरू कार्यान्वयनको लागि सुझाव छ। बचत तथा ऋणका शीर्षकहरू सदस्यको रोजाइ अनुसार विकास गर्नका लागि सुझाव छ। संस्थाको सम्पत्तिको कोडिङ गर्नको लागि सुझाव छ। वार्षिक योजना तथा बजेटलाई पूर्ण रूपमा कार्यान्वयन गर्नका लागि सुझाव छ। सदस्यहरू बनाउँदा सम्पूर्ण कागजपत्र मागी सदस्यको KYM भर्नका लागि सुझाव छ। अन्तिममा 13औं वार्षिक साधारण सभाबाट हामीहरूलाई यस संस्थाको लेखा तथा सुपरिवेक्षण समिति जस्तो जिम्मेवार र महत्त्वपूर्ण समितिको जिम्मेवार प्रदान गर्नुभएकोमा आभार व्यक्त गर्दछु। साथै गत आर्थिक वर्षमा सञ्चालित वित्तीय शिक्षा कार्यक्रममा मलाई पारिवारिक बजेट सम्बन्धी सहजीकरण गर्ने मौका दिनुभएकोमा सञ्चालक टिमलाई विशेष धन्यवाद दिँदै यस कार्यकालमा हाम्रो सिप क्षमता र ज्ञानको अधिकतम प्रयोग गरी भ्याएसम्म जिम्मेवार भएर काम गर्नेछौँ। यस संस्थालाई सफल र प्रतिष्ठित बनाउँदै यहाँसम्म ल्याउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सञ्चालक समिति, उपसमिति, पदाधिकारी ज्यूहरू, पूर्व सञ्चालक समिति ज्यूहरू, शुभचिन्तक ज्यूहरू, रात दिन नभनिकन संस्थामा लागि खट्नुहुने कर्मचारी मित्रहरूप्रति हार्दिक आभार एवं धन्यवाद दिन चाहन्छु। अन्तिममा नजिकै गरेको विजय दशमी तथा शुभ दीपावली छठ पर्वको यहाँहरू सबैलाई शुभकामना व्यक्त गर्दै बिदा हुन चाहन्छु। जय सहकारी, जय जनआकांक्षा। झन्डै अहिले हेर्ने भने 30,000 का हाराहारीमा सहकारी संस्थाहरू छन्। यस
30,000 सहकारी मध्ये पनि हामी बचत तथा ऋण सहकारी संस्थाहरूको एउटा अभिभावक सङ्घ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ जसले बचत तथा ऋण सहकारी संस्थाका नीतिगत सवाल सहकारी संस्थाहरूमा देखिएका सवालहरू नीतिगत सवाल र सहकारी संस्था सञ्चालनका लागि बनेका ऐनका कुराहरूमा एडभोकेसी गर्ने केन्द्रीय तहमा पैरवी गर्ने लगायतका कुराहरू हामीले निरन्तर रूपमा गर्दै आएका छौँ। सहकारी संस्था साँच्चै बचत र ऋण मात्र बचत सङ्कलन गर्ने र ऋण मात्र लगानी गर्नका लागि होइन। सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरूको जीवनस्तर उच्च बनाउनका लागि आर्थिक र सामाजिक रूपमा सदस्यको जीवनस्तर वृद्धि गर्नका लागि सदस्यहरूलाई वित्तीय रूपमा उत्कृष्ट वित्तीय सेवा प्रवाह गर्दै सदस्यलाई उत्पादनमुखी ढङ्गबाट सदस्यलाई जीवनस्तर सुधार गर्नका लागि उत्प्रेरित गर्नका लागि सहकारी संस्थाहरू जन्मिएका हुन्। ब्याङ्कले ऋण दिएन, हामी आफैले बचत गरेर हामी आफैले संस्था खोलौँ भनेर लागेको सुरु भएको यो कहानीले भरिपूर्ण संस्था आज 15 वर्षपछि पुग्दा कत्रो भयो त भनेर हेर्ने हो भने सदस्यका दृष्टिकोणले 834-35 जना सदस्य, कारोबारको दृष्टिकोणले झन्डै 5 करोड 5.5 करोडको कारोबार गर्न सफल हुनुभएको छ। यो मानेमा म तपाईहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। आदमघाटमा मेरो घर बैरेनीको महेतोबान बजारमा हो। आदमघाटका धेरै मान्छेहरू चिन्छु मैले। त्यतिखेर म सहकारी आन्दोलनमा 20औं वर्ष हिँडेको मान्छे। आदमघाटका केही दाजुभाइहरूले भनेको कुरा मलाई याद आउँछ, ए महिलाले आइमाईहरूले नि संस्था चलाउँछन् र भनेर। अनि आज आदमघाटमा यो महिलाहरूले चलाएका संस्था यति महत्त्वपूर्ण, यति राम्रो नीति विधि प्रविधिका हिसाबले एकदमै सही तरिकाले चलिरहेको संस्था। अनि आदमघाटमा जुङ्गा मुसारेर चिया पसलमा गफ गर्ने ती दाजुभाइ चाहिँ कता गए त? महिलालाई हेप्नु हुँदैन थियो अथवा महिलाले चलाएको संस्था चलाउन सक्दैनन् भन्न हुँदैन थियो। दिदीबहिनीहरूले यति राम्रो तरिकासँग संस्था चलाउनु भएको छ। नेप्स्कुलले विकास गरेको क्रप्स कार्यक्रममा हिँडिरहनु भएको छ। यो क्रप्स कार्यक्रम अन्तर्गत हिँड्दा तपाईँहरूको संस्था अझै एकदमै राम्रो हुँदै गएको छ। नीति विधि प्रविधिमा कसरी चल्ने भन्ने खालको कुराहरू यो कार्यक्रमले सिकाइरहेको छ। यो अर्थमा यो मानेमा म तपाईँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यस श्री जनआकांक्षा महिला बचत तथा ऋण सहकारी संस्थालीको 15औं वार्षिक साधारण सभाका सभाध्यक्षज्यू, प्रमुख अतिथि बागमती प्रदेश सहकारी सङ्घको अध्यक्ष आदरणीय व्यक्तित्व रामशरण शर्मा घिमिरेज्यू, विशेष अतिथिज्यूहरू र विभिन्न सहकारी संस्था र कार्यालयबाट पाल्नुभएका सम्पूर्ण मञ्चमा आसीन अतिथिज्यूहरू, सञ्चालक समितिका पूर्व तथा वर्तमान पदाधिकारी तथा सदस्यज्यूहरू, लेखा समितिका पूर्व तथा वर्तमान संयोजक एवं सदस्यज्यूहरू, विभिन्न उपसमितिका पूर्व तथा वर्तमान संयोजक एवं सदस्यज्यूहरू, सल्लाहकार समितिका पूर्व तथा वर्तमान पदाधिकारीज्यूहरू, संस्थाका व्यवस्थापकज्यू, सभामा उपस्थित सम्पूर्ण शेयर सदस्यज्यूहरू, बाल बचतकर्ता भाइ बहिनीहरू, पत्रकार मित्रहरू तथा कर्मचारी साथीहरूमा सहकारी अभिवादन। सर्वप्रथम यस सहकारी संस्थाको 15औं वार्षिक साधारण सभाको निमन्त्रणालाई स्वीकार गरी आजको उद्घाटन सत्रमा पाल्नु भई यस सभाको गरिमालाई उच्च बनाउन सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभावहरूलाई कोषाध्यक्षको तर्फबाट हार्दिक सहकारी अभिवादन व्यक्त गर्न चाहन्छु। यस गरिमामा 15औं वार्षिक साधारण सभामा कोषाध्यक्षको तर्फबाट यस संस्थाको वार्षिक आर्थिक वर्ष 79-80 को आर्थिक प्रगति प्रतिवेदन तथा चालु आव 80-81 को अनुमानित बजेट पेश गर्न पाउँदा आभार व्यक्त गर्न चाहन्छु। सभाका सभाध्यक्षज्यू, यस संस्थाले शेयर सदस्यहरूको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतिका लागि विभिन्न वित्तीय तथा गैर वित्तीय सेवा मार्फत सदस्यहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको कुरा अवगत नै छ। यस संस्थाको वित्तीय कारोबार गर्ने मुख्य कार्य हुँदाहुँदै पनि सदस्यहरूको चाहना अनुसार अन्य सामाजिक कामहरू पनि गर्दै आएका छौँ।
आदरणीय शेर सदस्यज्यूहरू, हाम्रो संस्थाको मुख्य उद्देश्य सदस्यसँग बचत सङ्कलन गर्ने र सदस्यहरूलाई नै ऋण स्वरूप लगानी गर्ने हो। ऋणी सदस्यहरूले तिरेको ब्याजले नै संस्थाको घरभाडा तिर्ने, बचतको ब्याज प्रदान गर्ने, कर्मचारीको तलब भुक्तानी गर्ने र प्रशासनिक खर्च गर्ने हो र सबै खर्च गरेपछिको बाँकी रकम नै संस्थाको बचत हुने हो। संस्था सञ्चालन गर्दा बचत नै हुन्छ भन्ने छैन। कतिपय सहकारी संस्था चलाउन नजानेर भागिसके भने कतिपय संस्थाले सदस्यहरूको बचत फिर्ता गर्न नसकेर सञ्चालकहरू जेलमा बस्न बाध्य भएका छन् भन्न हाम्रो संस्थाले त आजको दिनसम्म सदस्यहरूको बचत जुनसुकै अवस्थामा पनि फिर्ता गरिरहेका छौँ र भोलिका दिनमा संस्थाले त आजको दिनमा सदस्यको बचत जुनसुकै अवस्थामा पनि फिर्ता गरिरहेको र भोलिका दिनमा पनि सदस्यहरूको बचत जुनसुकै बेलामा फिर्ता गर्न सक्ने गरी तरलता व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। देशमा व्याप्त आर्थिक मन्दीको समयमा पनि हाम्रा सदस्यहरूलाई समस्या पर्दा हामीले सहयोग नगरे कसले गर्छ भनी हाम्रो सञ्चालक टिमले निर्णय गरेर बाह्य ऋण समेत मागेर सदस्यहरूलाई थोरै भए पनि ऋण लगानी गरिरहेको कुरा त हजुरहरूलाई जानकारी नै छ। हामी सदस्यहरूलाई मुटु मानेर काम गर्दै केही सदस्यहरूले अटेरी गरी ऋणको भाका नगाएकोले गत वर्ष लाभांश वितरण नगरेको कुरा अवगत नै छ। यस वर्ष यस्तो मन्दीका बावजुद पनि चाहन्छन् 12% लाभांश वितरण गर्ने पनि घोषणा गर्दछु। तपाईहरू कुनै पनि चिन्ता नगरी संस्थामा मासिक बचत नियमित गर्नुस्। ऐच्छिक बचत, दैनिक बचत, बाल बचत, चाडपर्व बचत जस्ता बचत हाम्रै संस्थामा गर्नुस् र अन्य बैङ्क वित्तीय संस्थाले भन्दा बढी नै ब्याज दिएको र चाहिएको बेला तुरुन्त निकाल्न पाइन्छ र ऋणी सदस्यहरूले पनि समयमा किस्ता ब्याज दिनुस्। किस्ता तिर्न नसके ब्याज तिरेर नयाँ भने पनि गर्नुस् भन्दै सभाध्यक्षको अनुमतिमा अब 79-80 को लेखा प्रतिवेदन परीक्षण प्रतिवेदन र 2080-81 को अनुमानित बजेट प्रस्तुत गर्न चाहन्छु। आदरणीय शेर सदस्यज्यूहरू, म पुँजी तथा दायित्व जनआकांक्षा महिला बचत तथा ऋण सहकारी संस्थाले गजुरी 6 आदमघाट धादिङको 2080 असार मसान्तको वास्लात प्रस्तुत गर्न गएको छु। शेयर पुँजी 76,42,500 हामीसँग 2080 असार मसान्तसम्म यति छ भने 31 असार 79 सम्म 6,90,000। आदरणीय शेर सदस्यज्यूहरू, मैले तपाईहरूले नै सुन्नुपर्ने वास्लात प्रस्तुत गरिरहेको छु। त्यसकारणले हल्ला नगरिदिनु हुन अनुरोध गर्दछु। 6,90,000 69,01,500 31 असाढ सम्मको छ भने यतापट्टि मात्रै पढेर यो पढौँ जस्तो लाग्यो मलाई। जगेडा कोषमा रहेको छ 57,93,923 रुपियाँ अनि 37 रुपियाँ। बचत तथा निक्षेप दायित्वमा रहेको छ होइन 2 को पढेको होइन त मैले एउटा छोडी छु। वैधानिक तथा अन्य कोषहरूमा 27,51,334 रुपियाँ रहेको छ भने बचत तथा निक्षेप दायित्वमा 3,12,45,098 रुपियाँ रहेको छ।
बाह्य ऋण तथा सापट्टी मैले अघि पनि भनेको थिएँ, हामीलाई समस्या पर्दाखेरि बाह्य ऋण ल्याएर पनि हाम्रो सदस्यज्यूहरूलाई व्यवस्थापन गरेका थियौँ। त्यो हामीसँग 34,16,635 रुपियाँ रहेको छ। चालु दायित्व तथा व्यवस्थामा 1,65,502 रुपियाँ रहेको छ। कर्जा नोक्सानी व्यवस्थापनमा 24,63,990 रुपियाँ रहेको छ। अन्य दीर्घकालीन दायित्वमा 3,40,52 रुपियाँ 528 रुपियाँ 528 रुपियाँ रहेको छ भने जम्मा टोटल वासलात चाहिँ 5,38,19,511 रुपियाँ रहेको छ। रहेको यो पेज नम्बर 25 मा ब्याज आम्दानीमा चालु आर्थिक वर्ष र गत आर्थिक वर्षको चालु आर्थिक वर्षको 63,15,804 रुपियाँ रहेको छ भने गत आर्थिक वर्षमा 49,28,565 रुपियाँ रहेको थियो। अनि त्यसै गरी टोटलमा जम्मामा छ 63,15,804 रुपियाँ भने गतको छ 49,28,565 रुपियाँ रहेको छ। यसै गरी चालु आर्थिक वर्षको र गत आर्थिक वर्षको ब्याज खर्च मासिक बचत तथा ब्याज खर्चमा 9,50,430 रुपियाँ, दैनिक बचत ब्याज खर्चमा 4,46,414 रुपियाँ, आवधिक बचत ब्याज खर्चमा 3,06,317 रुपियाँ, ऐच्छिक बचत ब्याज खर्चमा 1,06,060 रुपियाँ, कर्मचारी बचत ब्याज खर्चमा 43,508 रुपियाँ, बाल बचत ब्याज खर्चमा 6,27,590 रुपियाँ, चाडपर्व बचत ब्याज खर्चमा 8,260 रुपियाँ, शेयर लाभांश बचत ब्याज खर्चमा 43,603 रुपियाँ, युवा स्वरोजगार बचत ब्याज खर्चमा 28,057 रुपियाँ, युवा तथा साना व्यवसाय कर्जा ब्याज खर्चमा 39,850 रुपियाँ, धादिङ बचत सङ्घ कर्जा ब्याज खर्चमा 2,87,654 रुपियाँ। त्यसै गरी जम्मा हामीसँग रहेको ब्याज खर्चमा छ 28,87,744 रुपियाँ रहेको छ भने मैले यो गत आर्थिकको यो मैले सबै पढेका शीर्षकहरूमा नपढिकन टोटलमा 20,87,561 रुपियाँ गत आर्थिक वर्षको रहेको थियो भने अहिलेको चाहिँ 28,87,744 रुपियाँ रहेको यहाँहरूको बिचमा जानकारी गराउन चाहे। यथार्थमा चाहिँ 5,37,554 रुपियाँ रहेको छ। हामीले अनुमान गरे अनुसार टार्गेट मिट गर्न सकेका छैनौँ। यो लक्ष्यमा पुग्नु हामी सम्पूर्ण शेयर सदस्य सञ्चालकको दायित्व रहनेछ। अब यसै गरी अब हामी अर्को वर्ष चाहिँ 7,25,39,623 रुपियाँ हाम्रो संस्थाको यति कारोबार गर्ने हामीले लक्ष्य राखेका छौँ, यति टार्गेट मिट गर्ने हामीले लक्ष्य राखेका छौँ। यो लक्ष्यलाई पुरा गर्नको लागि हामी सञ्चालक शेयर सदस्यज्यूहरू सम्पूर्णको हातेमालो हामी सफल भयौँ भने यो अवश्य पनि पुगिन्छ। त्यस कारणले गर्दा मैले यो टोटलमा मात्रै पढेँ र यो मेरो त छाती चौडा भयो, तपाईँहरूको पनि छाती चौडा भएको छ भनेदेखि एकचोटि जोरदार ताली।
आफूले आफैको लागि हो नि त होइन, आफैले बनाएको हो नि त। धन्यवाद। यो बनाउने क्रममा सानो मेहनतले भएको छैन, तपाईँहरूको अथक प्रयास छ। सदस्यहरूको जागरुकता, सदस्यहरूको लगनशीलता, सदस्यहरूको योगदान बिना संस्था राम्रो बन्न सक्दैन। त्यसै गरेर संस्था सञ्चालनमा तपाईँहरूले छानेर पठाउनु भएका सञ्चालकज्यूहरूले साँच्चै तपाईँहरूको भावना बुझेर, तपाईँहरूको भावना मिल्ने गरी उहाँहरूले काम गर्नु भएको छ, सञ्चालकीय भूमिका निर्वाह गर्नु भएको छ र संस्था राम्रो भएको छ। त्यो भए हिसाबले म संस्थाका अध्यक्ष, संस्थाका पदाधिकारी, सम्पूर्ण सञ्चालक टिम, लेखा सुपरिवेक्षण समिति, कति राम्रो लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको छ। सबल पक्षहरू, संस्थाका राम्रा पक्षहरू के हुन्, नराम्रा सुधार गर्नुपर्ने पक्षहरू के छन् भन्ने कुराहरू लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनमा स्पष्टसँग लाग्नु भएको छ। त्यो भए हिसाबले तपाईँहरूले छानेका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति पनि राम्रो हुनुपर्छ। त्यसले गर्दाखेरि पनि संस्था राम्रो हुन मद्दत मिलेको छ। तपाईँहरूलाई म एउटा जानकारी गराउँ, धादिङ जिल्लामा नै पहिलोपटक तपाईँहरूले एउटा राम्रो अभ्यास सुरुवात गर्नुभएको छ यो सहकारीबाट। यो धादिङ जिल्लामा नै बचत तथा ऋण सहकारीहरूमध्ये पहिलो हो जस्तो लाग्छ मलाई। अरू संस्थाले यो प्र्याक्टिस, यो अभ्यास गरेको छैन। तपाईँहरूले हरेक सदस्य कहाँ सहकारी पुग्नुपर्छ, सदस्य कहाँ सहकारी र संस्था के अरे सदस्यहरूलाई जोड्नुपर्छ, संस्था र सदस्य जोडिएपछि मात्रै संस्था राम्रो बन्छ भन्ने कुरा। व्यवहार त अरूले चाहिँ कागजमा मुखले भन्थ्यो होला, तपाईँहरूले व्यवहार त यो अभ्यासै गरिसक्नु भएको छ। त्यो भएर तपाईँहरूले गरेको राम्रो काम अरू संस्थाहरूले पनि सिक्नुपर्ने। जनआकांक्षा महिला बचत तथा ऋण सहकारीले यस्तो काम गर्दैछ अरे, अब त्यसको सिको हामीले पनि गर्नुपर्छ, हामी पनि त्यस्तै संस्था बन्नुपर्छ भन्ने लाइनमा अरूलाई ल्याउनु भएको छ। माघ 29 गते यस आदमघाट, आदमटार र बेलिन्टार आसपासमा रहेका समाजका अगुवा महिला तथा समाजसेवीहरूको अगुवाईमा डिभिजन सहकारी कार्यालय धादिङमा दर्ता भई आज 15औं साधारण सभा सम्पन्न गर्न गइराखेका छौँ। साधारण सभा भन्ने बित्तिकै एक वर्षभरि संस्थाले गरेका सम्पूर्ण क्रियाकलापहरूको छलफल गर्ने, पारित गर्ने र अर्को वर्षको लागि कार्ययोजना बनाउने हुनाले आफूलाई लागेका जिज्ञासाहरू राख्ने, नीति विधिको छलफल गर्ने भएकोले सम्पूर्ण शेयर सदस्य जीवहरू सभा भरि धैर्य गरी बसिदिनु हुनको लागि पनि हार्दिक अनुरोध गर्दछु। देशमा आर्थिक सङ्कट उत्पन्न भई वित्तीय तथा गैर वित्तीय संस्थाहरू धराशायी बनिरहेको र केही सहकारी संस्थाहरूले सदस्यहरूको बचत रकम हिनामिना गरी सहकारी क्षेत्र नै बदनाम गरिरहेको अवस्थामा यस जनआकांक्षा महिला साकोसले आफ्ना शेयर सदस्यहरूको आर्थिक समस्या हल गर्न सकेको छ। बचतकर्ताहरूको बचत रकम चाहेको बेला जुनसुकै समयमा पनि फिर्ता दिइरहेको छ। संस्थालाई समय सापेक्ष सञ्चालन गर्न र पुँजी परिचालन गरी संस्थाको सञ्चालक समिति र कर्मचारीको अथक मेहनतका कारण यो अवस्थामा पुर्याउन सफल भएका छौँ। संस्थाको 14औं वार्षिक साधारण सभाबाट प्राप्त सुझाव र निर्देशनलाई मुख्य आधार मान्दै संस्था दिगो बनाउन संस्थाले निर्माण गरेको 4 वर्षीय रणनीतिक व्यावसायिक योजना अनुसार कार्य गर्दै गइरहेको र अबका दिनमा अझ सक्रिय भई सदस्यको मर्म र भावनाको कदर गर्दै संस्थालाई उत्कृष्ट संस्थाको रूपमा विकास गर्ने पनि यस सभामा अठोट गर्दै यस साकोसको आर्थिक वर्ष 79-80 को प्रगति विवरण र 80-81 को प्रस्तावित कार्यक्रमहरू यस साधारण सभामा सचिवको तर्फबाट प्रस्तुत गर्न पाउँदा ज्यादै हर्षित छु। परिचय: श्री जनआकांक्षा महिला साकोस गजुरी गाउँपालिका वडा नम्बर 6 आदमघाट बजार प्रदेश नम्बर 3 अन्तर्गत धादिङ जिल्लामा पर्दछ। बजारको परिस्थितिलाई बुझेर समाजका अगुवा आमा दिदी बहिनीहरूको अगुवाईमा 65 साल माघ 29 गते 105 जना महिलाहरूको 5000 को दरले जम्मा 5,25,000 बाट सञ्चालन भएको यो संस्था आज गजुरी गाउँपालिकाको 4, 5, 6, 7 र 8, घोल्सी गाउँपालिकाको 1, 2, 3, 4, 5, 6, 7, सितले गाउँपालिकाको 6 र 7 नम्बर वडालाई कार्यक्षेत्र बनाई सदस्यको सेवामा समर्पित रहेको छ। 2 नम्बरमा छ शेयर सदस्य सङ्ख्या र शेयर पुँजी वृद्धि। 14औं वार्षिक साधारण सभामा कुल शेयर पुँजी 69,01,500
शेयर सदस्य सङ्ख्या 765 जना थियो भने हाल शेयर पुँजी 76,42,500 र शेयर सदस्य सङ्ख्या 836 जना कायम रहेको अवगत गर्दछु, जसको वृद्धि 9.28% कायम रहेको छ भने शेयर पुँजी वृद्धि 9.70% रहेको छ। सदस्य भनेको संस्थाको फैल्याउने काम पनि गरिरहेको छ भन्ने मैले पाउँछु, मैले त्यसरी लिएको छु। किनकि यहाँ धेरैभन्दा धेरै महिला दिदीबहिनीहरू 838 कति भन्नुभएको थियो अघि, त्यत्रो शेयर सदस्य भएको यो सहकारी सिङ्गो महिलाको टिमले हाँकिरहनु भएको छ। किनकि हामी पुरुषहरूको दिमागमा पहिला महिला भनेको चुलो चौको घाँस दाउरा मात्रैमा सीमित रहनु पर्छ भन्ने जुन हाम्रो दिमागमा थियो, त्यसलाई चिर्ने काम गर्नु भएको छ, त्यो हाम्रो दिमागबाट हटाइदिने काम गर्नु भएको छ। म यो सहकारी संस्थाका अध्यक्ष लगायतका टिमलाई म बधाई भन्न चाहन्छु र यो सहकारी योभन्दा पनि माथि जानको लागि, योभन्दा राम्रो गर्नको लागि म शुभकामना पनि भन्न चाहन्छु। जाने अवसर प्राप्त गरेको छु र यो जनआकांक्षा महिला बचत तथा ऋण सहकारी संस्थामा मैले जुन फिगर देखेको छु, यहाँ महिला नेत्रीहरू 101 साथीहरू हुनुहुन्छ र धेरै शेयर सदस्यहरू पनि असाध्य धेरै एक्टिभ साथीहरू मैले देखेको छु, महिला आमा दिदीबहिनीहरू देखेको छु। केही सङ्कट हामीलाई विगतको कोरोनाले पनि बनाइदियो र हाम्रो सहकारीले सहकारीबाट लगेको ऋण हामीले समयमा तिर्न सकेनौँ। अब अहिले त्यो सँगसँगै केही कोरोना सँगसँगै देशमा असाध्य चरम वित्तीय सङ्कट उत्पन्न भएको छ र त्यसले पनि समस्या भएको छ। त्यति हुँदाहुँदै पनि यो सञ्चालक टिमले दिनरात अहोरात्र खटेर आज 12% भन्दा माथि तपाईहरुलाई प्रतिफल बाँड्न सफल हुनुभएको छ। म यसमा नै म बधाई दिन चाहन्छु। तर यो पनि तपाईहरुले जुन खालको 12.5% जति लाभांश प्राप्त गर्दै हुनुहुन्छ, त्यो भित्र पनि केही समस्याहरू छन्। कति साथीहरूको नवीकरण गरिदिन पर्ने, अरु धेरै प्रक्रियाबाट आज हामी त्यो अवस्थामा पुगेका छौं भन्ने लाग्छ। र वास्तवमा यसको एउटै मात्रै कुरा के थियो भने हिजो संस्थामा सम्पत्ति थियो, पैसा थियो, ऋण मागको पनि भोलम अलि कम नै थियो, वित्तीय सङ्कट थिएन, कोरोनाको पनि सङ्कट थिएन, शहर बजारमा पैसा जम्मा हुन्थ्यो। आज त्यो अवस्था भिन्न अवस्था छ। दिनु हुनको लागि यसै संस्थाका अध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु। 15 वर्ष अगाडि 5 जना महिलाहरू उहाँको घरमा, होइन त्यो पछि हो सुरुको कन्सेप्ट कुरा अरे, 5 जना उहाँको घरमा गुन्द्रीमा हो कि स्कुलमा बसेर सुरु गरे भनेर उहाँले भन्नुभएको थियो अघि, होइन आगरमा बसेर। अब संस्थापकहरू सुरु गर्नेहरू कुनै पनि एउटा विचारको अथवा कुनै एउटा योजना कामको कन्सेप्ट ल्याउने मान्छे चाहिँ कन्सेप्ट नै सबैभन्दा ठुलो त्यहीँबाट सुरु हुन्छ। त्यसपछि योजना बनाउँदाखेरि त्यो 50% भइसकेको हुन्छ। त्यसपछिलाई मूर्त रूप दिनलाई एउटा गर्दै गएपछि त्यसको मूर्त रूप धारण हुन्छ। र आज आएर 15 वर्षमा यो आकारको हुन्छ भन्ने उहाँहरूले पनि कल्पना गरेका थिएन रे। धेरै खुसी लागेको छ, धेरै हर्ष लागेको छ भन्नुहुन्थ्यो उहाँले। त्यसकारण यसरी नै बढ्ने हो। सुरुमा एउटा धारणामा छ, यसरी अगाडि बढेको यो संस्था आजसम्म आइपुग्दाले धेरै राम्रो प्रगति गरेको छ, धेरै राम्रो उपलब्धि गरेको छ। जुन कुरा हाम्रो पूर्ववक्ता साथीहरूले त्यसलाई प्रशंसा गरिसक्नु भएको छ, म त्यसमा अलिकति फोकस गर्नुपर्ने कुरा चाहिँ 2-3टा देखेँ मैले। यसमा एउटा कुरा, हामी जति अहिलेसम्म यसमा आबद्ध हुनु पर्थ्यो, जति हाम्रो क्षमता छ त्यो अनुसार भएको छैन।
त्यसको बारेमा हामीले सोच्नुपर्छ। यहाँ उहाँले राखेको भन्दा म थप के कुरा मात्रै राख्न चाहन्छु भने यसपालिको योजना महत्त्वाकांक्षी नै देख्छु म होइन। आजको यो 15 वर्षसम्म 800 चान्चुन सदस्य बनाएकोमा 1 वर्षमा 400 चान्चुन बनाउँछौँ भन्ने योजना एउटा होइन। यो महत्त्वाकांक्षी छ तर असम्भव छैन होइन। यसपालि धेरै आँट गर्नुभएको यो अहिलेको यसलाई के भन्छ शक्ति सञ्चय गरेर एकैचोटि धेरै काम गर्न खोजेको देखिन्छ। त्यो राम्रो कुरा छ, गर्न सकिँदैन भन्न खोजेको होइन मैले, तर अलिकति योजना मात्र तपाईँले लाग्नुपर्ने अवस्था छ। किनभने अब अहिले हामी त असोज क्रस गरिसक्यौँ। हुन त अब सदस्यहरूको योजना त अर्को विधानसभासम्म पनि गर्न सक्यो। अर्को चाहिँ 2 करोड चाहिँ यसले ब्यालेन्स सिट बढाउने योजना बनाएको छ बचत सेयर गरेर। यो पनि अब अहिलेको यो मन्दीको कारणले होइन विविध कारणले गर्दा यसमा पनि चुनौती छ, गर्नै नसकिने छैन। किनभने 800 मान्छेले होइन हाम्रो गोकर्णजीले भने जस्तो 20-22 हजार चाहिँ एकजनाको भागमा पर्ने छ 800 भन्दाखेरि। तर हामीले 400-500 भित्र नै योजना बनाएको छौँ नि त, त्यसबाट पनि हामी ठुलो आकारमा त्यसमा ल्याउन सक्छौँ। यो गर्न सकिन्छ। अहिले चाहिँ राम्रैसँग कसिएको देखिन्छ यो नेतृत्व। र नेतृत्व भनेको त तपाईँहरूको सहयोग बिना त यो सदस्य बिना सहयोग बिना गर्न सकिँदैन। र अर्को कुरा के भने गत वर्ष महिलाहरू इमान्दार भएको कारणले गर्दा सामाजिक संस्थाहरूमा जहाँसुकै महिलालाई कोषाध्यक्ष राख्ने गरेको छ नि, यहाँ पनि छ होला होइन, देशभरि नै त्यो छ होइन। स्कुलको व्यवस्थापनमादेखि लिएर जहीँ पनि अहिले त 33% महिला राखेको कुरा छ। अथवा महिलाको प्रतिनिधित्व नगरेर उपभोक्ता समिति बन्दैन वडामा, पालिकामा, प्रदेशको सरकार, कुनै पनि काममा। त्यसकारण महिलाहरू इमान्दार हुन्छ त्यसमा दुविधै छैन। तर महिलाहरू पनि हिजो जस्तो इमान्दार नहुने क्रम अलिअलि हुन थालेको छ भन्ने कुरा चाहिँ गत वर्षको यहाँको रिपोर्टबाट देखिन्छ होइन र। 50 लाख चाहिँ हामीले प्रोभिजन गर्नु पर्यो। यहाँ पुरुषले आएर ऋण लिएको त छैन। महिलाहरूले पनि केही अब सच्चिनु पर्ने हो कि केही अलिकति कमजोरी भएको जस्तो देखिन्छ। तर यसपालि सुधार गरिकन त्यो चाहिँ रिफन्ड गरिकन नाफाको रूपमा लगेको देखिन्छ। यो पक्कै पनि आन्तरिक रूपमा यसलाई मिलाएरै तपाईँले गरेरै यो चाहिँ यो काम गरेरै गरेको भएको होला भन्ने मैले विश्वास गर्न चाहन्छु। र अर्को कुरा भनेको यो संस्थाको चाहिँ खास गरी नेपालभरिमै अहिले कसले पूर्ववक्ताले भन्नुभएको थियो नेपालभरिमै 10% संस्थागत पुँजी भएको संस्था निकै कम छ। मलाई लाग्छ 100, 150, 200 भन्दा छैन। पुराना संस्थाहरू जो सुरुदेखि नै ट्याक्सेबल बने होइन, ट्याक्समा नगएकाहरू त्यो चाहिँ अब सुरुमा जति कमाए त्यति बाँड्ने संस्थाले यो गर्न सक्दैन होइन। जसले ट्याक्सेबल जस्तो यहाँ त गाउँपालिका भयो ट्याक्सै लाग्दैन, नलागे पनि पुरै बाँड्ने चलन छ कि। यहाँ चाहिँ कसले अब यो सुरुदेखि नै राम्रो सिस्टमेटिक भएको छ। यो महिला विकासले प्रबन्धन गर्ने संस्था हुनुपर्छ यो होइन, छुट्टै हो ठिक छ। त्यसकारण यसरी 10% भन्दा बढी छ, जग्गा कसै त्योभन्दा बढी छ। त्यसकारण यो धेरै राम्रो छ, त्यो योलाई प्रशंसा गर्नुपर्ने कुरा। र यसले चाहिँ खास गरी क्रप्समा यो नेप्सनको त्यो त्यसमा सहभागी भएको कुरा। अर्को कुरा चाहिँ रणनीतिक योजना बनाएर अगाडि बढाएको कुरा। त्यस अन्तर्गतकै यसपालिको योजना हो कि होइन? हो। एक वर्षकै यत्रो योजना छ त? गत वर्ष पनि थियो होला कि गत वर्ष बनाएको हामीले? ल ठिक छ, यो राम्रो कुरा हो। योजनाबद्ध रूपमा अगाडि बढ्ने नै हो, नत्र भने रणनीतिक योजना बनाउनुको अर्थ छैन। त्यसगरी यो मैले हाइलाइट गर्नुपर्ने कुरा चाहिँ यति मात्रै ठाने मैले। अब अर्को के छ भने आज मलाई यहाँ खुसी पनि लागेको छ। यो महिलाहरूको सहकारी नेपालमा 3000 देखि 4000 को बिचमा मलाई ठ्याक्कै डाटा आएन। देशभरि त्यति सहकारीहरूको संस्था महिलाहरूको। र महिलाहरूको सहकारी अब अहिलेको क्राइसिसको कारणले विविध कारणले गर्दा मर्ज हुने कुराहरू पनि भइरहेछ। हुँदाखेरि पुरुषकोमा मर्ज भयो भने पुरुषको नेतृत्व हुन्छ, महिलाहरू छायामा पर्छन् होइन। अब महिलाको मर्जमा भयो भने मात्रै होइन। अब म यो एउटा विवादको विषय पनि छ। यो गर्नै हुँदैन भन्ने पनि महिलाहरूको माग छ। मर्ज चाहिँ महिलाको गरे मात्रै हो, पुरुषकोमा गर्नै हुँदैन, गर्न दिनु हुँदैन कानुनी रूपमा नै भन्ने कुरा माग छ उहाँहरूको। हाम्रो राष्ट्रिय गोष्ठीहरूमा छलफल भएको विषय। तर महिलाहरूको संस्थाहरू चाहिँ बलिया त हुनु पर्यो नि त, पर्यो नि। नेतृत्वमा पनि हाम्रो महिलाहरूको खडेरी छ वास्तवमा छ नि। करिब 54% महिलाहरू चाहिँ हाम्रो 81-82 लाख चाहिँ एक्चुअल डाटा नभए पनि आधिकारिक डाटा नभए पनि सहकारीमा सदस्य छन् भनिएको छ। जसमध्येमा 52-54% चाहिँ महिलाहरू छन् तर नेतृत्वमा छैनन्। तर अहिले हामी धेरै ठाउँमा आरक्षण गर्दैछौँ होइन। ऐनमा पनि सम्भव भएछ भनिरहेको छ, तर हामी सबै ठाउँमा गरिसक्यौँ। महासङ्घमा 93 सालमा निर्वाचन भएछ, त्यहाँ आरक्षित हुँदैछ।
बैङ्कमा मरेको हो त्यति बेलै लागू गरिसकेको छ। नेप्सुनको सधैँ छ, बागमती प्रदेशमा म अध्यक्ष हो त्यहाँ 33% सुरुदेखि नै लागू गरेको छौँ। तपाईँहरूको प्रतिनिधित्व पनि हो यो, त्यसकारण जिम्मेवारी पनि त्यही ढङ्गले महिलाहरूले गरिनु भएको छ। त्यसकारण यो संस्थालाई म प्रशंसा गर्न चाहन्छु। र अब अर्को अब खास गरी यो योजनालाई कार्यान्वयन गर्ने कुरामा विशेष ध्यान दिनुहुनेछ र यसको पनि योजना यो वर्षको समीक्षा सहित अगाडि बढ्ने योजना पनि पक्का पनि छ। साधारण सभाले म्यान्डेट दिएपछि योजना बनाएर अगाडि बढ्ने कुरामा यो काम गर्ने योजना बनाउने कुरामा अगाडि बढ्नुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु। र अब अहिले मैले अलिकति समसामयिक कुरा चाहिँ राखौँ जस्तो लाग्छ 2-4 मिनट। तपाईँलाई हताशा छन चाहिँ समसामयिक कुरो चाहिँ यहाँ आएको छैन। अरू संस्थाको कुरामा यहाँ केही कुराहरू त आयो, हाम्रो रामचन्द्र सरले पनि केही कुरा राख्नु भएको छ। आज सहकारीको इतिहासमा 2013 सालमा नेपालमा सहकारीको स्थापना भयो। इतिहासमा यो बराबरको सङ्कट भएको पनि थिएन, भविष्यमा पनि हुँदैन पनि होला। त्यो खालको सङ्कट छ सहकारी क्षेत्रमा। र यसको कारण चाहिँ केही थोरै मान्छेहरू, यो सङ्ख्या 100मा पनि छैन होला सहकारी संस्था, 100वटाको हाराहारीका सहकारी संस्था जसको परिवारवाद, परिवारभित्रको सञ्चालन समिति, परिवारभित्रको व्यवस्थापन राखेर आफ्नो व्यक्तिगत सम्पत्ति जोड्ने, आफ्नो प्राइभेट कम्पनीमा लगानी गर्ने र त्यो सदस्यको पैसालाई दुरुपयोग गर्ने काम गरेको कारणले गर्दा, हाम्रो लुप होल, सहकारीभित्रको लुप होललाई प्रयोग गरेको कारणले गर्दा अहिले सहकारीमा एकदम विश्वासको सङ्कटको सिर्जना गर्ने उहाँहरूले गर्नुभएको छ। जसको कारणले अरू सामान्य संस्थाहरूलाई पनि प्रभाव पर्यो। त्यो प्रभाव चाहिँ ठुलो छैन। हाम्रो 8 खरबको करिब हाम्रो सहकारी क्षेत्रमा पुँजी परिचालन भएको छ, जसमध्येमा ती संस्थाहरूको 1 देखि 1.5 खर्ब मात्रै उनीहरूले अपरदन गरेका छन्। 1 देखि 1.5 खर्ब, बाँकी चाहिँ राम्रोसँग स्मृति चलिरहेको छ। अहिलेको हाम्रो पछिल्लो चाहिँ अध्ययनले 66 जिल्लामा यसको कुनै प्रभाव छैन, 11वटा जिल्लामा मात्रै सहकारीमा प्रभाव परेको छ। ठुला संस्थाको चाहिँ त्यहाँ सेवा केन्द्रदेखि लिएर कतिपय त्यही जिल्लामा पनि केही संस्थाहरूमा आएको सङ्कटको कारणले प्रभाव परेको हो। र जसको कारणले विश्वासको सङ्कटको कारणले गर्दाखेरि अरू 1-2% सहकारी संस्थाहरूमा खास गरी सहरमा चाहिँ तरलताको समस्या परेको हो। किनभने सहकारी संस्थाहरूले 20% बढीमा 20% तरलता राखेको हुन्छ, बाँकी ऋण लगानी गरेको हुन्छ। ऋण लगानी नउठेसम्म उनीहरूले फिर्ता गर्न सक्दैनन्। यो खालको समस्या हो 2-3% सहकारी संस्थामा यस्तो छ सहरमा। तर मफसलको जिल्लाहरूमा यसको खालको समस्या छैन, जसमा धादिङलाई पनि छोएको छैन जस्तो लाग्छ मलाई। काठमाडौँको प्रभावले गर्दा केही संस्थाहरू सेवा केन्द्रको कारणले भएको बाहेक छैन जस्तो लाग्छ। त्यो खालको अहिलेको समस्या छ। र सहकारीले कति जानेको रहेछ भन्ने कुरा तपाईँ हामीले एउटा अर्को तथ्यमा पनि भन्न सक्छौँ। आज बैङ्कमा 5 खरबभन्दा बढी लगानी योग्य पैसा छ। त्यो पैसा हामीलाई काम लाग्यो त? सहकारीले कति चिज हानेको रहेछ। एकदम त्यो निम्न वर्ग, मध्यम वर्ग र उच्च वर्गको पनि धेरै हिस्सा सहकारी क्षेत्रले जानेको देखिन्छ। आज सबै वैदेशिक रोजगारमा जाने पैसा कुरादेखि लिएर साना उद्योगदेखि लिएर रोजगारी सिर्जना गर्ने कुरामा सहकारी क्षेत्रले गरेको छ। त्यो पैसा यदि हाम्रो सहकारी क्षेत्रमा भइदिए यस्तो सङ्कट हुने थिएन। आज कसैको पैसा छैन, कसैसँग छैन, कसैले रोजगारी सिर्जना गर्न सकेको छैन, उद्योग धन्दाहरू चलाएको छैन। त्यसकारण मान्छेले खर्च गर्ने क्षमता पनि छैन, पैसा पाइएको छैन। सहकारी क्षेत्रमा भएदेखि पैसाको यस्तो हाहाकार हुने थिएन। त्यो एउटा चाहिँ सहकारीको कत्रो योगदान छ भन्ने कुरा यसबाट नै हामी भन्न सक्छौँ। र अहिले अब म अन्तिममा आइरहेको छु। नेपालमा हिजो अस्ति मात्रै तपाईँले सुन्नुभएको होला, यो केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा सहकारीभित्र एउटा व्यक्तिले 25 लाखभन्दा बढी बचत गर्न नपाउने भनेर राखिएको थियो त्यो विधेयकमा। तर संसदीय समितिले त्यसलाई हटाएर खुला गरिदिएको छ। यसको लागि धेरै सहकारी क्षेत्रले ठुलो मेहनत गर्नु परेको थियो। महासङ्घ लगायत सहकारी मुभमेन्टले धेरै मेहनत गरेर विभिन्न पार्टीका चाहिँ सचेतकहरूलाई, पार्टीका प्रमुखहरूलाई भेटेर र सांसदहरूलाई भेटेर सांसदको सचेतकहरूसँग छलफल गरेर विभिन्न दबाब सिर्जना गरिसकेपछि त्यो भएको छ। यसले सहकारी क्षेत्रलाई राहत नै भएको छ। सबै हामी खुसी पनि भएको छौँ। अर्को एउटा तपाईँले ख्याल गर्नुभएको छ छैन, विगतमा पनि सहकारीको लागि विभिन्न कार्यदलहरू बने, तर यसपालिको चाहिँ एउटा महत्त्वपूर्ण कार्यदल बनेको छ। सहकारीमा सङ्कट आएको हुनाले एकदम अधिकार सम्पन्न कार्यदलले प्रतिवेदन बुझाइसकेको छ, जसमा अहिलेका सहकारीका समस्याहरूलाई समाधान गर्नको लागि र ऐनका कुराहरू पनि, ऐनमा चाहिँ के कार्यान्वयन गरिहाल्नु पर्ने, के संशोधन गर्नुपर्ने कुराहरू पनि त्यो कार्यदलले बुझाएको छ र त्यसलाई कार्यान्वयन गर्ने क्रममा सरकार रहेको छ। र अर्को चाहिँ हाम्रो नेपाल चाहिँ एन्टी मनी लान्ड्रिङको हिसाबले एकदम
यो ग्रे जोनमा पर्ने खतरा भएको हुनाले अहिले भर्खरै एक महिना जति अगाडि हाम्रो गभर्नर गएर पनि आउनुभयो त्यो मिटिङमा गएर 1 वर्षको समय चाहिँ लिएर आउनु भएको छ, जसको अन्तर्गत यो ऐन संशोधन भएको हो। यो केही नेपाल सरकार नेपाल ऐन संशोधनको विधेयकमा को एउटा कारण त्यो पनि र यसपालिको हाम्रो यो हाम्रो सुझावलाई पनि कार्यान्वयन गर्न पनि पर्ने बाध्यता पनि छ। त्यस कारणले पनि यो दुईटा हामीले सहकारी क्षेत्रलाई राम्रो गर्नलाई आशा गर्ने ठाउँ छ र सहकारी क्षेत्रमा केही विकृति भएको हो त्यसको हामी समर्थन गर्दैनौँ, हामी कदापि गर्न सक्दैनौँ। तिनीहरूलाई कानुनी दायरामा ल्याएर बचतकर्ताको पैसा फिर्ता गर्ने र कतिपय विदेशमा पनि भएका छन् तिनीहरूलाई इन्टरपोल लगाएर लिएर आएर भए पनि कानुनी दायरा ल्याएर बचतकर्ताको पैसा फिर्ता गर्ने र बाँकी संस्थाहरूलाई एउटा विश्वासको वातावरण सिर्जना गरेर सरकारसँग मिलेर हामीले अगाडि बढ्नुपर्छ भन्ने कुरा हाम्रो सहकारी मुभमेन्टको धारणा पनि रहेको छ। वृद्ध सदस्य सम्मान कार्यक्रम छ, वृद्ध सदस्यलाई सम्मान गरिदिनु हुनको लागि प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध गर्दछु। वृद्ध सदस्य छु। त्यसै गरी उत्कृष्ट बाल बचत सम्मान छात्र तर्फ छ डायमन्ड सुनार, उहाँलाई पनि आफ्नो पुरस्कार लिन अगाडि आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। उहाँ नभए उहाँको अभिभावकज्यू आउनु भएको होला। टीका लगाएर पनि स्वागत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अब आगामी दिनमा अझै राम्रो बचत गरेर उत्कृष्ट बन्नु होला भन्ने पनि आग्रह गर्दछु। अब त्यसै गरी उत्कृष्ट ऋण कारोबार गर्ने सदस्य लीलामाया बराई मगरलाई पनि अगाडि आएर आफ्नो पुरस्कार लिइदिनु हुनको लागि हार्दिक। उहाँ चाहिँ हाम्रो पुरानो संस्थापक सदस्यज्यू नै हुनुहुन्छ। उहाँले धेरै राम्रो कारोबार गर्नुभएको छ, उहाँलाई सम्मान गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। अब उत्कृष्ट बाल बचत छात्रतर्फ डायमन्ड सुनार, उहाँको अभिभावकज्यू आउनु भएको छ, उहाँको पुरस्कार ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। जोरदार तालीले स्वागत गर्नुहोला प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू र अतिथिज्यूहरूलाई मायाको चिनो हस्तान्तरण गरिदिनु हुन संस्थाका अध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु। विशेष अतिथिज्यूलाई पनि मायाको चिनो दिएर सम्मान गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिज्यूहरूलाई पनि मायाको चिनो हस्तान्तरण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। ताली बजाएर स्वागत गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु।
15औं साधारण सभा ताम झामका साथ सम्पन्न हुन लागिरहेको छ। अब म धेरै कुरामा जोड दिन, हामीले गाउँटोल उपक्षेत्रीय बैठक भनेर 7 वटा उपसमिति पनि बनाइसकेका छौँ। त्यहाँ संयोजक लगायत 4 जना सदस्यको टिम हुनुहुन्छ। अब हामी गाउँमै यहाँहरूले गाउँमै आएर बचत गरिदिनु भएदेखि सजिलो हुन्थ्यो भन्ने माग अनुसार पनि हामीले गाउँमा गएर मासिक बचत सङ्कलन गर्ने गरेका छौँ। त्यसै गरी ऋण लगानी भएका ब्याजहरू, किस्ताहरू, सम्पूर्ण कुराहरू चाहिँ हाम्रो हजुरहरूको घरमै कर्मचारी आउनुहुन्छ। हजुरहरूले त्यही बैठकमा आएर त्यो किस्ता ब्याज र बचत गरिदिनु भयो भने हजुरहरूलाई पनि 20औं जना 50औं जना अफिसमा आइरहनु पर्दैन। यस्तै बेलाको दिनमा चाहिँ हजुरहरू आउनु होला, नत्र हामी चाहिँ तपाईँहरूसँग जोडिनेछौँ। अब हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। अब बचत किन, ऋण किन, बचत गर्दा के हुने, हाम्रो संस्थामा बचत गर्दा के हुने र अन्त बचत गर्दा के हुने भन्ने कुराहरू पनि लगभग अध्यक्षज्यूको, कोषाध्यक्षको, सचिवको प्रतिवेदनमा आइसकेको छ। अब हामीले आज जति पैसा कमाएका छौँ त्यो पैसा चाहिँ हाम्रै संस्थामा बस्छ, हाम्रै जगेडा कोषमा बस्छ र हजुरहरूलाई नै हामीले लाभांशका रूपमा वितरण गर्छौँ। अलिकति बाहिर जाने पैसा भनेको कर्मचारीलाई मात्र हो, त्यो चाहिँ कर्मचारीले काम गरे बापतको बोनस हो, नत्र अरू सबै संस्थाकै कोषमा बस्ने र संस्थाकै शेयर सदस्यले पाउने पैसा हो। र अरू लघु वित्तमा काम गर्दाखेरि हजुरहरूले जति तिर्नुभयो त्यो पैसा गएको गाई हो। आदमघाटमा कुनै पनि लघु वित्त संस्थाले, ब्याङ्क वित्तीय संस्थाले आजको दिनसम्म हजुरहरूलाई बोलाएर यस्तो कार्यक्रम गरेर शिक्षा दिएको मैले चाहिँ देखेको छैन। हजुरहरूले देख्नु भएको छ भने त्यो त छुट्टै कुरा भयो। अब जनआकांक्षाले चाहिँ सदस्यलाई अब पढाउने मात्र काम गर्ने हो, हजुरहरूलाई सकारात्मक सोचको विकास गर्ने हो। अब हामी लगभग फागुनमा छ हाम्रो योजनामा, हामी त्यो बेलामा गाउँटोल उपक्षेत्रीय बैठकमै जान्छौँ। त्यहाँ चाहिँ हामीले प्रोजेक्टरद्वारा हाम्रै सञ्चालक समितिका अध्यक्षज्यू, सचिवज्यू, मैले पनि टाइम पाएँ भने मैले पनि केही पढाउँछु, हाम्रो बबिताजीले पनि पोहोर पढाउनु भएको थियो। हामीले त्यो पढेर के पायौँ, के सिक्यौँ, बचत गर्दा के हुन्छ, बचतमा ब्याज दर कति छ, हाम्रा प्रकारहरू, बचतका प्रकारहरू के छन् भन्ने कुराहरू पनि यहाँहरूले प्रतिवेदनमा पाउनुहुन्छ। गहिरो अध्ययन गर्नु होला। अब हामीलाई नियमन निकायले अनुगमन गर्छ, हामीलाई कप्स प्रोग्राममा गए बापत हामीलाई 3 महिनामा हामी सरले सुझाव दिनुहुन्छ। अनि हामीसँग यत्रो विज्ञ टोली त छैन, तैपनि हामी 15 वर्ष काम गरेको हाम्रा दक्ष कर्मचारी, म लगायत अरू साथीहरू र सञ्चालक टिमका दिदीबहिनीहरू हुनुहुन्छ। हाम्रो अध्यक्षज्यू सहकारी विकास बोर्ड बागमती प्रदेशको नै सहकारी विकास बोर्डको सदस्य भइसक्नु भएको छ, धादिङमा वरिष्ठ उपाध्यक्ष भइसक्नु भएको छ। हाम्रो संस्था कुनै मानेमा पनि अब होला पुँजीको हिसाबले सानो होला, अब महिलाहरूको मात्र संस्था, आदि आकाश ढाक्ने महिलाको मात्र संस्था, पुरुषहरूले आजको दिनसम्म हाम्रो जनआकांक्षा छ भनेर चिया गफमा हाँसिएको उदाहरणहरू धेरै छ। भन्न एउटा अध्यक्षज्यू आउनुभयो, आइदिनु भएर राम्रो हो, नत्र यहाँ आदि मान्छेले हाम्रो भोलिबाट कुरा नै काट्ने काम मात्र गर्नुहुन्थ्यो। मलाई यो मानेमा एउटा अध्यक्ष आइदिनु भएकोमा म खुसी व्यक्त गर्न चाहन्छु। अब म धेरै कुरा राख्दिनँ। हजुरहरूको नियमित मासिक बचत मैले यसपालि हामीले एउटा विश्लेषण गरेका छौँ। कसैको 4000, कसैको 3600, कसैको 3000, कसैको 5 महिना, त्यसरी एकदम 40 महिनासम्म रोकिएको मान्छेहरूको नियमित मासिक बचत नै आइसकेको छैन। जसले मासिक बचत नै रेगुलर गर्नुहुन्न, उहाँहरूले ऋण लानुभयो भने किस्ता ब्याज नै समयमा तिर्नुहुन्न क्या। बचत त हजुरहरूको लागि हो नि, आफ्नो लागि हो, भविष्यको लागि हो। त्यसकारण नियमित मासिक बचत जुनसुकै अवस्थामा आधी पेट खाएर पनि बचत गर्ने योजना बनाउनु होला। हजुरहरूले पारिवारिक बजेट बनाउनु होला। ऋण लाने सदस्यहरूले नै संस्थालाई 90% आम्दानीको भागीदार उहाँहरू हुनुहुन्छ। उहाँहरूले समयमा किस्ता ब्याज तिर्दिनु भयो भने नै हाम्रो संस्थाले आम्दानी गर्ने हो, अरू कुनै स्रोत छैन। सदस्य बनेर प्रवेश शुल्क 100 रुपियाँ त लिने हो, किन आम्दानी हुन्छ र? त्यसकारणले ऋणी सदस्यहरूलाई म महान ठान्छु। त्यही भएर ऋणी सदस्यहरूले आफूले ऋण लाँदा आफ्नो कुन क्षेत्रमा लगानी गर्नु हो राम्रोसँग विश्लेषण गर्नु होला। ऋण राम्रो ठाउँमा लगानी गरेर असुली गर्दै हाम्रो संस्थाले जुन हालतमा पनि पैसा तिर्नै पर्छ, एक दिन त तिर्नै पर्छ। अहिले त कतिपय गाउँपालिकाहरूले सरहरूले भन्न छोड्नुभयो। अब हाम्रो गाउँपालिका अध्यक्ष, वडा अध्यक्षहरूले हामीलाई किन बोलाइरहेछौँ भने अब हजुरहरूले ऋण लगेर सहकारीमा समयमा तिर्नु भएन भने कुनै पनि हजुरहरूलाई निवेदनहरू चाहिँ सिफारिसहरू चाहिँ नदिने निर्णय गरिसकेका छ कतिपय गाउँपालिकाहरूमा, नगरपालिकामा। त्यसकारणले सहकारीको पैसा एक दिन 5 दिन तिर्नै पर्छ। यो संस्था त लोकल संस्था, यहाँहरूको आँगनको संस्था, दुःख पर्दा यहाँहरूलाई यही संस्थाले सहयोग गरेको छ। धेरै सदस्यहरूको यो वर्ष मैले अस्ट्रेलिया, जापान जानको लागि छोराहरूलाई पैसा कहीँ पनि नदिँदा
कुनै पनि सरकारले पैसा नदिँदा हामीले लगानी गरेर उहाँको छोराहरू अस्ट्रेलिया जापान गइरहनु भएको छ। भोलि तपाईँहरूलाई पनि अप्ठ्यारो पर्न सक्छ। त्यस कारणले हजुरहरूले राम्रो कारोबार गर्नुहुनेछ भन्ने अपेक्षासहित यो हाम्रो नजिकै चाडबाड विजयादशमीको शुभकामना दिँदै मलाई 2 शब्द राख्न दिनुभएकोमा यस सञ्चालक समितिलाई विशेष धन्यवाद दिँदै आजको यस गरिमामय साधारण सभामा पाल्नुहुने हाम्रो प्रमुख अतिथि लगायत विशेष अतिथि र अतिथिज्यूहरूमा बधाई तथा सम्मान भन्दै म मेरो छोटो भनाइ यही अन्त्य गर्दछु। मेरो केही कुराहरू हजुरहरूको छुटेको कुराहरू प्रतिवेदनमा छ, त्यो राम्रोसँग विश्लेषण गर्नुहोला। हस्त जय सहकारी। सहकारी संस्थामा यदि हामीले मासिक बचत गरेका छैनौँ भने त्यस्ता सदस्यहरूलाई हामीले शेयर लाभांश दिन मिल्दैन। त्यसकारण जति आमा दिदीबहिनीहरूले मासिक बचत गर्न बाँकी छ सबैजनाले हामीले शेयर लाभांश दिनुभन्दा अगाडि नै मासिक बचत आएर इमान्दारीका साथ जम्मा गरिदिनु हुनको लागि पनि म अनुरोध गर्न चाहन्छु। ऋण तिर्ने हामी सदस्य इमान्दार हुनको लागि मासिक बचत गर्ने ऋण तिर्ने लगेको कति समयका लागि भनेर लगेका छौँ। हामी आज दिनभरि त्यसकै विषयमा हाम्रा सञ्चालक टिमले त्यसपछि हाम्रा अतिथिहरूले धेरै कुरा गरिसक्नु भएको छ। हाम्रो सहकारी संस्था कहाँ पुगेको छ, कहाँ पुर्याउन पर्ने छ त्यो चित्र कोरिसकेका छौँ भन्ने कुरा पनि हामीले राखिसकेका छौँ। हाम्रो सहकारीको भविष्य छ भन्ने कुरा तपाईहरुलाई पनि विश्वास दिलाइसक्नु भएको छ हाम्रा अतिथिज्यूहरूले। त्यसकारण चाहिँ ढुक्क भएर अब सञ्चालक टिमले मात्रै हैन, यदि हाम्रो सहकारी संस्था ठुलो बनाउने हो भने यही ठाउँमा चाहिँ स्थापित गर्ने हो भनेदेखि तपाईहरुले पनि धेरै सक्नुहुन्न भने पनि एकजना सदस्यले वर्षको 2 जना सदस्य बनाइदिनु भयो भने कति सदस्य बढ्छ त्यो पनि विचार गर्नुहोला। तपाईको माइती मावली दिदीबहिनी भएको ठाउँमा हामी त्यही ठाउँका जुन ठाउँमा छौँ त्यही ठाउँमा त नहुन सक्छ, सबैजना सदस्य बनिसक्नु भएको छ। तर हाम्रो माइती मावली त अन्यत्र गाउँपालिका छ नि हाम्रो कार्यक्षेत्र भएको ठाउँमा, त्यहाँका दिदीबहिनीहरूलाई हाम्रो सहकारी संस्थामा आबद्ध गराएर सदस्य बनाएर हाम्रो सहकारी संस्था चाहिँ ठुलो बनाउनको लागि हरेक सदस्यहरूको हरेक समस्या तपाईहरुलाई जे समस्या पर्दा पनि यो सहकारी संस्थाले गर्न सकोस्। हाम्रो जनआकांक्षा छ नि त हाम्रो समस्या सबै समाधान गर्छ भन्ने हिसाबले चाहिँ तपाईहरु ढुक्क भएर हाम्रो सहकारी संस्थामा आउन सक्नुहुनेछ। त्यो संस्था बनाउन हाम्रो सञ्चालक टिम मात्र हैन सम्पूर्ण शेयर सदस्य आमा दिदीबहिनीहरू लाग्नुपर्नेछ भन्ने कुरा पनि म आजको यो 15औं वार्षिक साधारण सभामा राख्न चाहन्छु। हामी अन्त्यमा आइसकेका छौँ। तपाईहरुलाई हतार छ मलाई थाहा छ, तर पनि हामीले यो कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न, यो कार्यक्रमलाई व्यवस्थित गर्नको लागि कर्मचारीको तवरबाट हामी सञ्चालकको तवरबाट हामीले त्यो मञ्च उपसमिति, खाजा उपसमिति, त्यसै गरी माइनुट उपसमिति भनेर बनाएका थियौँ। आज सम्पूर्ण साथीहरूले यो कार्यक्रम भव्य र सभ्य बनाउनको लागि आफ्नो तह र तबकाबाट यो कार्यक्रमलाई सफल बनाउनु भएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी यो संस्थाका वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष, सचिव, लेखा संयोजक लगायत सम्पूर्ण सञ्चालक साथीहरू, उपसमितिका साथीहरू, हाम्रो बिचमा एकजना पूर्व अध्यक्ष हामीले ल्याउन सकेनौँ। एकजना पूर्व अध्यक्ष हाम्रो बिचमा हामी कार्यक्रम अवधिभर हामीसँगै हुनुहुन्छ। उहाँले भनिरहनु भएको छ जुन उद्देश्यका लागि हामीले यो सहकारी दर्ता गरेका थियौँ, आज 5 जना बसेर दर्ता गरेका थियौँ, आज 835 जना दिदीबहिनीहरू हुनुहुन्छ भन्दा मलाई गर्व लागेको छ। कतै यो सहकारी बिग्रिन खोज्यो, अन्यत्र सहकारीहरू बिग्रिएको सुन्दाखेरिमा यो सहकारीको त्यस्तो दिन नआओस् है भनेर म रात दिन भगवानसँग प्रार्थना गर्छु भनेर अघि नै हाम्रो प्रमुख अतिथिज्यूसँग पनि उहाँले भनिरहनु भएको थियो। यो सहकारी प्रति धेरै आमा दिदीबहिनीहरूको चिन्ता छ, हामीहरू सञ्चालक टिमको पनि त्यत्तिकै चिन्ता छ। हामीले अघि नै हाम्रो प्रमुख अतिथिले भनिसक्नुभयो अलि धेरै महत्त्वकांक्षी भएको हो कि तपाईहरु भन्ने कुरा पनि राखिसक्नु भएको थियो। हो, साँच्चै नै हामीलाई यो सहकारी संस्था चाहिँ हामीले 4 वर्ष रणनीति योजना बनाइरहँदाखेरिमा 4 वर्षमा हामीले 2500 पुर्याउँछौँ भनेर एउटा चित्र कोरेर आएका थियौँ। अहिले यो यसरी हामीले बढाउन सकेनौँ भनेदेखि हाम्रो सदस्य बढ्दैन, शेयर पुँजी बढ्दैन,
सहकारी ठुलो हुन सक्दैन भन्ने हिसाबले चाहिँ अलिकति हामी महत्त्वकाङ्क्षी पनि बनेका छौँ। त्यसमा सम्पूर्ण शेर सदस्य आमा दिदीबहिनीहरूले साथ दिनुहुनेछ भन्ने कुरा पनि राख्दै म आजको त्यो 15औं वार्षिक साधारण सभा यहीँ अन्त्य भएको जानकारी गराउँदै समापन गर्न चाहन्छु। धन्यवाद। जय सहकारी, जय जनआकाङ्क्षा।